सिंहदरबार कसले जलायो सभामुख महोदय? जसले 75 वर्ष देश गलायो, जसले 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जीमाथि गोली चलायो, उसैले सिंहदरबार जलायो सभामुख महोदय। हाम्रो सिंहदरबारसँग केही पनि दुश्मनी थिएन, हाम्रो अदालतसँग केही पनि दुश्मनी थिएन, यो राज्यको संरचनासँग हाम्रो केही पनि दुश्मनी थिएन। जसले आँखा मिलाएर, कागज मिलाएर, भाका मिलाएर यो देशलाई 75 वर्ष लुटेर खाएका थिए, तिनैले आफ्नो प्रमाण नष्ट गर्नलाई अदालतमा आगो लगाए, सिंहदरमा आगो लगाएका छन्। आरोपमा जेल परेकाहरू हात खुट्टामा नेल लगाएर जेलमा बसिरहेका छन्। तर 23 गते गोली हान्ने हत्याराहरू बालमा तेल लगाएर, खुट्टामा तेल लगाएर अहिले पनि बजारमा टुकुन टुकुन घुमिरहेका छन्। तिनलाई कहिले कारबाही हुन्छ, म यहाँबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। अहिलेका नेताहरूको कोट पनि कालो, चस्मा पनि कालो हो। हाम्रो कोट पनि कालो छ, चस्मा पनि कालो छ, तर हाम्रो धन कालो छैन, मन कालो छैन। बानेश्वरमा जेन्जी मार्नेलाई कहिले कारबाही हुन्छ भनेर मेरो आमाहरूले सोधिरहनु भएको छ। आफैले दुध चुसाएको मुखमा दागबत्ती दिएर आएकी जेन्जीकी आमा अहिले पनि यहाँ अगाडि बसिरहेकी छन् र उनले बार बार सोधिरहेकी छन्। आन्दोलन हुँदै गर्दा, जेन्जी आन्दोलन हुँदै गर्दा सिंहदरबार कसले जलायो भनेर अहिले संसारभरि प्रश्नहरू उठिरहेको छ। यसमा अलमल गर्नुपर्ने, ढलमल गर्नुपर्ने विषय केही पनि छैन। भिडियोमा देखिएकाहरू थुनिएका छन्, संसारले देखेकाहरूलाई कहिले थुन्ने हो, यो बारेमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सम्माननीय सभामुख महोदय, म नेपाली कङ्ग्रेसको मुक्ति सेना, माओवादीको जनमुक्ति सेना हुँदै जेन्जी आन्दोलनमा योगदान र बलिदान गरेका सबैप्रति सम्मान प्रकट गर्न चाहन्छु। 2052 सालको अन्त्यतिर आउँदै गर्दा नेपालमा एउटा क्रान्तिको बिगुल बज्यो। त्यति बेला हाम्रा आमाका 2 छोरामध्ये एउटा छोरो आर्मी बनेर लड्यो, अर्को छोरो माओवादी बनेर लड्यो। भोलिपल्ट रेडियो नेपालको समाचारले भन्यो दैलेखको फलानो ठाउँमा घर भएको आर्मी मर्यो रे भन्दै गर्दा आमाले चित्त बुझाउन नपाउँदै साँझ 7 बजेको फेरि रेडियो नेपालको समाचारले भन्यो माओवादी फलानो उपनाम गरेको माओवादी मर्यो भन्दै गर्दा मेरी आमाले जसो तसो मन बुझाएकी थिइन्। तर अस्ति कान्छो छोरो भदौको 23 गते बानेश्वरमा राज्यले गोली हानेर हत्या गर्दै गर्दा अहिलेसम्म मेरी आमाले मन बुझाउन सकेकी छैनन्। मेरो आमाको जस्तै यहाँका धेरै जेन्जी आमाहरूको प्रश्न छ, मेरो छोरो हतियारधारी थियो कि आतंककारी थियो, के कारणले गर्दा हत्या गरियो, मेरो आमाको यो पनि प्रश्न छ। अहिले आरक्षभित्र बाँदर मार्नेलाई कारबाही हुन्छ भने बानेश्वरमा जेन्जी मार्नेलाई कहिले कारबाही हुन्छ भनेर मेरो आमाहरूले सोधिरहनु भएको छ। आफैले दुध चुसाएको मुखमा दागबत्ती दिएर आएकी जेन्जीकी आमा अहिले पनि यहाँ अगाडि बसिरहेकी छन् र उनले बार बार सोधिरहेकी छन्। त्यति बेला 24 गतेको त्यो आफन्तको पीडा सहन नसकेर, त्यो मृत्यु सहन नसकेर आन्दोलनमा होमिएकालाई त्यो आरोपमा जेल परेकाहरू हात खुट्टामा नेल लगाएर जेलमा बसिरहेका छन्। तर 23 गते गोली हान्ने हत्याराहरू बालमा तेल लगाएर, खुट्टामा तेल लगाएर अहिले पनि बजारमा टुकुन टुकुन घुमिरहेका छन्। तिनलाई कहिले कारबाही हुन्छ, म यहाँबाट सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। आन्दोलन हुँदै गर्दा, जेन्जी आन्दोलन हुँदै गर्दा सिंहदरबार कसले जलायो भनेर अहिले संसारभरि प्रश्नहरू उठिरहेको छ। यसमा अलमल गर्नुपर्ने, ढलमल गर्नुपर्ने विषय केही पनि छैन। भिडियोमा देखिएकाहरू थुनिएका छन्, संसारले देखेकाहरूलाई कहिले थुन्ने हो, यो बारेमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सिंहदरबार कसले जलायो सभामुख महोदय? जसले 75 वर्ष देश गलायो, जसले 75 वर्षसम्म देश चलायो, जसले बानेश्वरमा जेन्जीमाथि गोली चलायो, उसैले सिंहदरबार जलायो सभामुख महोदय। हाम्रो सिंहदरबारसँग केही पनि दुश्मनी थिएन, हाम्रो अदालतसँग केही पनि दुश्मनी थिएन, यो राज्यको संरचनासँग हाम्रो केही पनि दुश्मनी थिएन। जसले आँखा मिलाएर, कागज मिलाएर, भाका मिलाएर यो देशलाई 75 वर्ष लुटेर खाएका थिए, तिनैले आफ्नो प्रमाण नष्ट गर्नलाई अदालतमा आगो लगाए, सिंहदरमा आगो लगाएका छन्। यसको सत्य तथ्य संसारले बुझ्न पाउनुपर्छ र तिनमाथि कारबाही हुनुपर्छ। अस्ति एकजना सांसदले भन्दै हुनुहुन्थ्यो अहिलेका नेताहरूको कोट पनि कालो, चस्मा पनि कालो हो। हाम्रो कोट पनि कालो छ, चस्मा पनि कालो छ, तर हाम्रो धन कालो छैन, मन कालो छैन। यति कुरा तपाईँको बिचमा राख्न चाहन्छु। धन्यवाद। माननीय सभामुख महोदय, यस गरिमामय सदनमा पहिलो पटक बोल्ने अवसर प्राप्त गर्दा सर्वप्रथम लोकतन्त्र, राष्ट्रियता तथा नागरिक अधिकारको रक्षा र स्थापनाको लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सम्पूर्ण शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै मेरो निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु। सभामुख महोदय,
सडक विस्तार तथा कालेपत्र सम्पन्न भइसकेको धेरै स्थानमा विद्युतका पोलहरू अझै पनि सडकको बीच भागमै रहँदा सवारी दुर्घटनाको जोखिम अत्याधिक बढेको छ। उज्यालो नेपाल को नाममा धेरै कुरा सुनिए पनि सडकको बीच भागमा रहेका जोखिमयुक्त पोलहरू आखिर कहिले हट्ने हो? यो समस्या समाधानको लागि कति पटक पहल गर्नुपर्ने हो? कतिपय स्थानमा 4-5वटा पोल थपेर व्यक्तिको जग्गामाथिबाट गएका उच्च भोल्टेज प्रसारण लाइन सहजै स्थानान्तरण गर्न सकिने अवस्था हुँदाहुँदै पनि सम्बन्धित निकायसँग पटक पटक समन्वय गर्दा कुनै सुनाइ भएको छैन। उल्टै नेपाल विद्युत प्राधिकरणका कार्यविधि अनुसार नागरिकले नै 25% लागत बेहोर्नुपर्ने भन्दै काम अगाडि नबढाउने कस्तो प्रविधि हो? जनतालाई सुशासन र परिवर्तनको सपना बाँडेर आएका हामी सांसदहरूको यो अवस्था छ भने सामान्य नागरिकको अवस्था कस्तो होला? समामुख महोदय, नागरिकको जीवन र सुरक्षासँग प्रत्यक्ष सम्बन्धित सार्वजनिक पूर्वाधार व्यवस्थापनको आर्थिक भार नागरिकमाथि थोपर्ने यस्तो कार्यविधि तत्काल खारिज गरियोस्। साथै स्थानीयवासीको घर तथा जमिन माथिबाट गएका उच्च भोल्टेज प्रसारण लाइन आवश्यकताअनुसार स्थानान्तरण गर्ने र सडकको बीच भागमा रहेका जोखिमयुक्त विद्युतका पोलहरू यथाशीघ्र हटाई नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, अब अर्को अत्यन्त गम्भीर सार्वजनिक सरकारको विषयतर्फ ध्यान आकर्षण गर्न चाहन्छु। देशका विभिन्न स्थानमा प्रचलित कानुन र मापदण्ड विपरीत निजी र सार्वजनिक जग्गा जोडेर अनाधिकृत रूपमा प्लटिङ गर्ने र त्यसलाई स्थानीय तहबाट घरबाटोको सिफारिस समेत दिने प्रवृत्ति बढ्दै गएको छ। उचित प्राविधिक अध्ययन र जोखिम मूल्याङ्कन बिनाको यस्तो गतिविधिले भूक्षय, पहिरो, सार्वजनिक सम्पत्तिमा क्षति तथा नागरिकको जीवधनमा गम्भीर जोखिम सिर्जना भएको छ। यसको प्रत्यक्ष असर मेरो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर 3 अन्तर्गत कागेश्वर मनहरा नगरपालिकाको वडा नम्बर 1 गागलफेदी सुवेदी गाउँ लगायत क्षेत्रमा देखिएको छ। भिरालो भूभागमा अवस्थित प्लटिङको कारण वर्षायाममा माटो बगेर स्थानीयको घर जग्गामा क्षति पुगेको छ भने तल्लो भागको बस्तीहरू उच्च पहिरो जोखिममा परेका छन्। मैले स्वयं स्थलगत अवलोकन गर्दा अवस्था अत्यन्त संवेदनशील र चिन्ताजनक पाएको छु। सभामुख महोदय, त्यसैले अनाधिकृत तथा अवस्थित प्लटिङमा तत्काल रोक लगाई जोखिमयुक्त क्षेत्रको प्राविधिक अध्ययन गरी आवश्यक संरक्षणको कार्य तत्काल अघि बढाउन, कानुन विपरीत प्लटिङ गर्ने तथा त्यस्ता कार्यलाई संरक्षण वा सिफारिस गर्ने व्यक्ति वा निकायमाथि कडा कारबाही गर्न र स्थानीय तहबाट हुने घरबाटो तथा प्लटिङ सम्बन्धी चलखेल र सिफारिसलाई प्राविधिक मापदण्ड अनुसार कडाइका साथ कार्यान्वयन गर्न नेपाल सरकारसँग जोरदार माग गर्दछु। धन्यवाद। जय नेपाल। सम्माननीय सभामुख महोदय, म भर्खरै सुदूरपश्चिमका किसानहरूसँग भेटेर काठमाडौँ आइपुगेको छु। त्यहाँ किसानका समस्या उस्तै छन्। सिँचाइ छैन, लगानी गर्ने पैसा छैन, उन्नत बिउ र मल छैन, प्रविधि सिकाउने प्राविधिक छैनन्, उत्पादन बेच्ने भरपर्दो बजार छैन, कृषि कार्यालयमा सीमित किसानको मात्र पहुँच छ, बाख्रा पाल्दा तौल बढ्दैन, भैँसी पाल्दा दुध हुँदैन, दुध डेरीमा बुझाए पनि पैसा समयमा पाइँदैन। यति धेरै कठिनाइका बीचमा पनि कर्मबहादुरहरू कृषिलाई नै जीवनको आधार बनाइरहेका छन्। वर्षमा केही दिन मात्रै जोत्न 365 दिन गोरु पाल्नुपर्ने बाध्यतामा रहेका किसानलाई दशकौँदेखि कृषि आधुनिकीकरणको नाराले मात्रै झुक्किआएको छ। आज किसानको एउटा प्रश्न छ, सरकार मल खै? हरेक वर्ष रासायनिक मलको अभाव दोहोरिनु अब संयोग होइन। यो केही महिना अघि बनेको सरकारको असफलता हो भनेर पनि म भन्दिनँ। वर्षौँदेखि कर्मचारी, व्यापारी र बिचौलिया बीचको मिलेमतोको परिणाम हो। मल आपूर्ति गरिसक्नुपर्ने समयमा प्रक्रिया नै अघि नबढाउने अनि फास्ट ट्र्याकका नाममा जिम्मेवारी मोड्ने प्रवृत्तिले शङ्का अझ गहिरो बनाएको छ। 2055 सालमा रासायनिक मलको 70% खरिद कृषि सामग्री कम्पनी र 30% साल ट्रेनिङले गर्ने निर्णय भएको थियो। तर 2078 मा निर्णय परिवर्तन गरी साल ट्रेनिङलाई 100% सम्म खरिद गर्ने बाटो खोलियो। कृषि सामग्री कम्पनी नेपाल सरकारको पूर्ण स्वामित्वमा छ भने साल ट्रेनिङमा निजी क्षेत्रको पनि स्वामित्व छ। G2G प्रक्रियाबाट खरिद गर्दा कमिसनको सम्भावना न्यून हुने तर प्रतिस्पर्धात्मक खरिदमा बिचौलियाको प्रभाव बढ्ने भएकाले निर्णयहरू कसको हितमा भए भन्ने गम्भीर प्रश्न उठेको छ। झन अचम्मको कुरा, एउटै अन्तर्राष्ट्रिय कम्पनीले भारतलाई प्रति मेट्रिक टन करिब $540 मा मल उपलब्ध गराउँदा नेपाललाई $901 मा आपूर्ति गरिरहेको छ। स्रोत उही, कम्पनी उही, तर मूल्य यति धेरै फरक किन?
यदि यसमा कुनै आर्थिक चलखेल छैन भने सरकारसँग यसको स्पष्ट जवाब हुनुपर्छ। जहाँ किसान बहुसङ्ख्यक छन् त्यही किसान नै सबैभन्दा बढी पीडित छन्। वर्षौँदेखि समस्या उस्तै छ भने यो संयोग होइन, नीति र नियतको प्रश्न हो। त्यसैले सरकारसँग मेरो सिधा प्रश्न छ, यदि किसानप्रति राज्य इमान्दार छ भने नेपाली किसानले हरेक वर्ष मलको अभाव किन भोग्नुपर्छ? मलमा झेल गर्नेहरू विरुद्ध कहिले निर्मम हुने? नत्र दुध छैन, चिनी र चामल भए खिर खान्थे भने चाहिँ किसान तड्पिनेछन्। धन्यवाद।